68 वर्षसम्म छ। 12 वर्ष हामीले पनि गरेर रहन्छ। अहिले मिथ्या अपवाद झुटो अपवाद आइरहेको नगरेको काम गऱ्यो भने कत्लाउने बलबन्धन आफूले जोस बढाएन बन्धनमा पर्ने सुनिनु पर्ने अर्थात् कि मान्छे मारेर फेरि आएर सुनिने कि कारणमा सुनिने अर्थात् धम्पलो सुन्ने परम प्यारे मान्छे टेढो हुने सिँचाइ चाहिँ पछि अहिले शनि ग्रह 68 वर्ष शनि ग्रह अब यिनीहरू त्यसलाई हामीले त शिवजीको आराधना गर्नुपर्छ अल्लाहको पनि आराधना गर्नु यसलाई राम्रो सम्झ। अब अर्को प्रकार यसको के छ भन्दाखेरि चिल्लो पिरो गुलियो हामीले 4 चिज कम खानुपर्छ। यसलाई अल्सर भने अल्सर बिग्री क्यान्सर भन्ने कुरा छ। यसो गरेर पेटको व्यथा छ त्यस कारण यसले चिल्लो पिरो गुलियो हामीले 4 चिज कम खास। अब त्यसको अन्तरको 56 वर्ष 58 वर्ष सीताको अन्तरमा उल्का छ। श्रीमानलाई कस्तो लाग्छ अहिले हालको एउटा खुट्टा यो हेऱ्यो मुनि शून्यका दाहिने खुट्टा अनि त्यहाँ उता पछाडि नाकको छ अरे फेरि भन्छ। अब त्यो कुरा नाकको विषयलाई हेर्नु त त्यो लागो भएको के छ सबभन्दा अहिले शनि ग्रह यसले शनि ग्रह छ नि यसले सबभन्दा मुख पार्नु पर्ने त्यसको एकत्र सिद्धा छ एकत्र शनि ग्रह छ। यसको मेष राशिका स्वामी मङ्गल हुन्। यसका मुखमा काखीमणि अथवा कोइतला माथि कालो चोटी दाग होला अथवा यिनै ठाउँमा कहीँ चोट होला। यसलाई व्यापारमा धेरै नाफा होला। यसको 6औँ कन्या परेकोले रगत अथवा गर्मी सम्बन्धी रोग ज्यादा हुनेछ। कहिलेकाहीँ वायुको वेग पनि हुँदै रहला। यसरी सदैव सुतो मरिच कमान ढाक मुहमा पिरेर गोली बनाई नित्य 3 मासको खुराक खाए रोगले दबाउने छैन। यसको 7औँ तुला परेको हुनाले 2 स्त्री हुनेछन्। यसका श्रीमती 2 हुनेछन् अरे। यसको 8औँ वृश्चिक परेकोले वर्ण रगत र पेटको व्यथा होला। यसले 9 धन परेकोले यात्राको व्यापारमा बढी नाफा हुनेछ। मेष राशिले जे काम पनि मङ्गलबार गरी सिद्ध हुनेछ। मेष राशिले कार्य गरे सिद्ध हुने छैन। मेष राशिले रक्षा हुन्छ। यसका 4 पल्टो छन्। पहिलो 2 वर्षमा र दोस्रो 12 वर्षमा तेस्रो 20 वर्षमा चौथो 45 वर्षमा यस वर्षमा यतिबाट बचे 66 वर्ष बाँच्नेछ। अगाडि 68 वर्ष शनि ग्रह चाहिँ नराम्रो। अब अहिले केही लागु केही छ भने प्रथममा लागु